बिहान मेरो चाहिँ मोबाइलको चार्जर बिग्रेर भिडियो गर्नै पाइनँ। अनि दिउँसो बिर्तामोड गएको थिएँ। अनि बिर्तामोडको मुक्ति चोकमा उहाँलाई नदेख्ने त कमै हुनुहुन्छ होला। हेलो साथीहरू, वेलकम ब्याक टु माई डे 14 मिनी ब्लग। दिउँसो चाहिँ म चाहिँ माथिल्लो घर गएको थिएँ। अनि माथिल्लो घरमा चाहिँ भान्जा हुनुहुन्थ्यो। भान्जाको बाइक छ नि त, अनि मलाई चाहिँ पर बजारसम्म पुर्याइदेऊ न भनेको। अनि बिर्तामोडको मौसम चाहिँ यस्तो छ, अनि बिर्तामोडको बाटो पनि यस्तो छ। हाम्रोतिर चाहिँ बाटो बनिँदैछ, त्यही भएर यस्तो खाल्टा खुल्टी डाँडा काँडा भएको। अनि हामी चाहिँ बजारको रोडमा निस्क्यौँ। अनि बजारको रोडमा निस्केर अनि जाँदैथ्यौँ। अनि मुक्ति चोक पनि पुग्यौँ। अनि बिर्तामोडमा बस्नेहरू उहाँलाई नदेख्ने त कोही हुनुहुन्न होला। बिर्तामोडमा चाहिँ दिउँसो अलिअलि पानी पनि पर्यो। अनि म चाहिँ घर आएँ। अनि घर आइपुग्दा त नानीहरू पनि आइपुगेछन्। अनि होमवर्क गर्दै रहेछन्। अनि होमवर्क गरिसके ओरे अनि नानीको बाबाले कल गर्नुभएको थियो। अनि बोल्दै ओर्दै नानीहरूलाई भुजिया खाजा दिए। नानीहरू चाहिँ यता मम्मी पनि खै के खोज्दै आउनुभएको थियो। अनि नानी चाहिँ बाबालाई खुवाउँदै थियो। अनि बाबाले चाहिँ खाए जस्तो गरिदिनु पर्छ नि त, नत्र रिसाउँछ। अनि खुसी भएर आफै खान्छ। आजको हाम्रोतिरको मौसम चाहिँ यस्तो छ, धुम्म। अनि मैले चाहिँ सुँगुरलाई चारो दिन लागेको थिएँ। अनि भान्जा चाहिँ जाँड पो छान्दै हुँदो रहेछ। अनि मैले चाहिँ सुँगुरलाई चारो रेडी बनाएँ। अनि घोले ओरे अनि लगेर दिन थालेँ। हाम्रो सुँगुर सानो सुँगुरहरू चाहिँ यस्तो छ। अनि उनीहरूलाई चारो दिएँ ओरे अनि फेरि ठुलोलाई दिएँ। अनि सानोलाई नदिकन ठुलोलाई दियो भने सानो चाहिँ कराएर झगडा गरेर गर्छ नि त। अनि बच्चाहरू जस्तै हो, बच्चालाई पहिला दिनुपर्छ अनि मात्रै ठुलोले खानुपर्छ। हाम्रोमा चाहिँ 2 चाडा बाख्रा पनि छ। अनि हाम्रो धान चाहिँ हरियो फिरिसक्यो। अनि आजको भिडियो चाहिँ यति नै साथीहरू।